लाज लाग्यो म त काटिदिन्छु अब यार गर्दाखेरि दाइ यार मलाई यार एन्सन ल्याएको हेर्नु न यार लेखेको लेखे छ मिल्दा पावर देस्का यामता ओरिसा त्यो खोलेपछि के हुन्छ सजन सरी फुलमा आम्मा कसम बिस्ने तर अनुमतिको छोरो मसँग नबोले मादर चुत मुजी जहिले गडा मुजी भ्यागुते अबदेखि मसँग नबोल तर मुजी इन्स्टामा त ब्लक हान् तर म फेसबुकमा नि ब्लक हान्छु मादर चुत अबदेखि मसँग नबोल किन मादर चुत के गर्यो के गर्दै एउटा सामान ल्याइदिनु ल्याउनु पर्ने थियो क्या उता युकेबाट अनि त्यो सामान पाएन क्या अनि मैले एउटा मलमा चाहिँ पाएँ अनि बिस्नेले के भन्यो भन्दाखेरि त जा म ल्याइदिन्छु भन्नु मलाई होइन ऊ आइतबार आउँदैछ अरे नि त नेपाल विष्णुले नै भन्नु भन्नाले म ल्याइदिन्छु बटु त जा अहिले हतार छ भने भन्नु होइन अनि मैले फिक्स हो बटु फिक्स ल्याइदिन्छौ भनेको फिक्स ल्याइदिन्छु भन्नु होइन अनि अहिले के भन्छ सामान फुल भयो अरे उसको 70,000 को माल हो क्या साथी फेरि पैसा तिरिसकेँ मैले उता माइजूलाई होइन ल्याइदिनु पर्ने ल्याइदिने बेलामा ऊ अब यस्तो भन्छ क्या फेरि किनभने मामाको घर र यसको घर नजिक हो क्या हेर्न त कमेन्टमा लास्ट चान्स सन्दन सरी भन्दैछ हेर्न भाइ कस्तो लास्ट चान्स यार एउटा सामान पछि एउटा आफ्नो सुटकेसमा हाल्न सक्दैनौ सानो सामान हो फेरि ब्याग ज्याकेट स्याकेट केही होइन क्या साथी सानो एउटा इयरफोन जत्रो खालको हो क्या गोजीमै हालेर आउँदा हुन्छ होला त दाइ हुँदैन गोजीमा अट्दैन भइहाल्छ नि मिलिहाल्छ नि मैले त ब्लकै हानिदिएको मुजीलाई इन्स्टामा अघि अनि ह्यान्डब्यागमा अट्छ होला त हो खोइ ह्यान्डब्यागमै अट्छ क्या बिस्ने जस्तो हुन्छ नि सामान नलि आयो भने नि बिस्ने यहाँ मलाई भेट्न आउँदा मुजी कोको र कियोलाई मिलेर मेरो कन्टो रातो हुनेको टोक्न लाउँछु मादर चाहिँ साथी यार के गर्नु इन्टरनेसनल ब्रान्डहरुले स्पोन्सर हान्न आँटिसक्यो यार हो र स्पोर्ट्समा कुन चाहिँ ब्रान्डले इन्टरनेसनल चाहिँ ओभर चलेको हो साथी गुच्ची जुट्टी के तर कागजै मजा लागेन